नमस्ते साथीहरू होइन मलाई एउटा कुरा चाहिँ के अचम्म लागिरहेछ भने नेपालीहरू चाहिँ संसारको सबभन्दा ह्याप्पिएस्ट मान्छे हुन् कि क्या हो जस्तो लागिरहेछ के यो चाहिँ किन लागिरहेछ भने अब तपाईँ वर्ल्ड कप हेर्नु है अब वर्ल्ड कपमा अब मेस्सीले 3 गोल आने पनि नेपालीहरू खुसी भइरहेछन् अब केप भर्डेको गोलकिपरले 6-7वटा सेभिङ गर्यो त्यसमा नेपालीहरू जति खुसी कोही पनि छैनन् होइन त्यो बाहेक अब आज अब पोर्चुगलको गेम हुँदैछ अब रोनाल्डोले 3-4 गोल हान्यो भने नेपालीहरू यति खुसी हुन्छन् नि फेरि हिजो फ्रान्सको गेम पनि थियो अब फ्रान्सको हिजो एम्बापेले 2 गोल हान्दाखेरि नेपालीहरू जति खुसीहरू कोही भएनन् होइन भन्नाले नेपालीहरूलाई खुसी हुनलाई केही चाहिँदैन के जसले गोल हाने पनि खुसी हुन्छन् होइन अब फर इक्जाम्पल अब बालेन प्रधानमन्त्री भयो होइन बालेन प्रधानमन्त्री भयो भने नि नेपालीहरू त्यही भएर खुसी भएको थिए के बालेन प्रधानमन्त्री भयो अब सुदन गुरुङ फेरि गृहमन्त्री भए होइन नेपालीहरू त्यसमै खुसी छन् ओ सुदन गुरुङ चाहिँ फेरि गृहमन्त्री भए अनि अब रवि लामिछानेलाई जेलबाट मुक्त गर्यो अथवा रवि लामिछानेको त्यो केसहरू सकियो भनिरहेछन् होइन अब नेपालीहरू त्यसमा पनि खुसी नै छन् अब पहिला केपी बाहरू प्रधानमन्त्री हुँदाखेरि शेरबहादुरहरू प्रधानमन्त्री हुँदाखेरि पनि नेपालीहरू खुसी नै थिए भने नेपालीहरू त कहिले दुखी हुँदैनन् उनीहरू त जो आए पनि सपोर्ट गर्छन् होइन फुटबलमा पनि सबैलाई सपोर्ट क्रिकेटमा पनि सबैलाई सपोर्ट हेर्दै जानु होइन आज पोर्चुगलको एगेन्स्टमा अर्को देशको म्याच छ तर त्यो देशले पनि फर्स्ट टाइम वर्ल्ड कपमा खेल्दैछ त्यो देशले जित्यो भने नेपालीहरू त्यही देशको गोलकिपरलाई भोलि सपोर्ट गर्छन् होइन र फलोवर्सहरूमा चाहिँ सबभन्दा बढी नेपालीहरू नै फलोवर हुनेवाला छन् अब नेपालीहरू किन सधैँ एकदमै धेरै खुसी छन् त यो देख्दाखेरि त मलाई के लाग्छ भने नेपालीहरू जति खुसी त कोही पनि छैन संसारमा उनीहरू जसले जिते पनि खुसी होइन इभन देशमा जे भए पनि खुसी जो प्रधानमन्त्री भए पनि खुसी होइन तर उनीहरूलाई आफूले के गरिरहेको छु भन्ने चाहिँ थाहा छैन के आफूले के गर्दैछु त्यो मतलब छैन अरूले गोल हानिदियो खुसी अरूले आएर फुटबल खेलिदियो खुसी अरू वर्ल्डकै बेस्ट प्लेयर भइदियो खुसी होइन त्यही भएर मलाई लाग्छ कि नेपालीहरू संसारकै बेस्ट ह्याप्पिएस्ट मान्छेको लिस्टमा चाहिँ नेपालीहरू नै पर्नुपर्ने हो कि होइन भन्नुहोस् त ल